कहिले पनि नातिनु, नडराउनु, आफ्नो फोकस नहटाउनु, नरुनु, धैर्यता नगुमाउनु। यदि तपाईहरूको राम्रो दिन छैन भने, तपाईहरूले समस्याको समाधान गर्न सक्नुभएको छैन भने, च्यालेन्जसँग जुधिरहनु भएको छ भने, यही नै जीवन हो। त्यति बेला धैर्य रहनुहोस्। जसरी रातपछि दिन आउँछ त्यसरी नै यिनी दुःखका बादलहरू हटेर जान्छन्। सुखका बादल एक दिन आउँछन्। मानिसहरूले के गर्छन् भने जब समस्या हुन्छ आफ्नै परिवारले कुरा काट्छन्, आफ्नै परिवारले दुःख दिन थाल्छन्, आफ्नै परिवारले नराम्रो मान्छन् हैन। अनि त्यति बेला धैर्यता गुमाउँछन्, त्यो परिस्थितिमा लड्न सक्दैनन्, साहस गुमाउँछन् अनि कतिपयले आत्महत्या पनि गर्छन्, कसैले रियाक्सन गर्न थाल्छन्, कसैले झैझगडा गर्न थाल्छन्। त्यो भनेको एकदमै गलत कुरा हो। जुन बेलामा तपाईका आफन्तहरूले तपाईको पैसा नभएको बेलामा, तपाईसँग दिन सक्ने सामर्थ्य नभएको बेलामा कुरा काट्छन् भने तपाईले धैर्यता नगुमाउनुहोस्, किनभने उहाँहरूलाई थाहा छैन तपाईको दिन चाँडै आउँदैछ भनेर। एक दिन उहाँहरूले पनि त्यो बाटो भएर गुज्रिनुपर्छ। मानव जीवनमा दुःख सुख भनेका दुईटा पाटा हुन्। त्यसलाई हामीले एकदमै शान्तपूर्वक जिउनुपर्छ हैन। गाह्रो हुन्छ जब तपाईले कसैसँग पैसा लिनु भएको छ, दिन सक्नु भएन भने, उहाँहरूले कुरा काटेको सुन्नु भयो भने तपाईलाई दुःख हुन्छ, किनभने तपाई भित्रभित्रै जलिरहेको हुन्छ कि मैले उहाँहरूबाट लिएको छु, मैले उहाँलाई दिनुपर्छ भनेर। त्यस्तो तपाईको आफ्नो विचार स्वच्छ हुँदै पनि सुन्नु भयो भने अझै गाह्रो हुन्छ हैन। च्यालेन्जमा बस्दा आफ्नो परिवारलाई सहयोग नगर्न पाउँदा, फाइनान्सियली सहयोग नगर्न पाउँदा र भनेको बेलामा बिहा बर्तीबनमा ठुला अकेजनहरूमा पैसाको कारणले, समयको कारणले जान पाउँदा दुःख तपाईलाई लागिरहेको हुन्छ। त्यसमाथि आफन्तहरूले आफ्ना साथीहरूले कुरा सुनाउँदा झनै दुःख लाग्छ हैन। तर त्यति बेला नै तपाईले धैर्यता राख्नुपर्छ, तपाईले संयम राख्नुपर्छ। अरूको कुरा सुनेर गलत कदम नउठाउनुहोस्, किनभने एन्ड अफ द डे दिस इज योर लाइफ। तपाई बाँच्नु भयो भने भविष्य राम्रो हुन्छ र माफी माग्न सक्नुहुन्छ र त्यसलाई सम्बन्धलाई सुधार गर्न सक्नुहुन्छ हैन। यदि तपाईले सन्तुलन गुमाउनु भयो भने झन् तपाईको अवस्था बिग्रिदै जान्छ। त्यसै गरेर सफलता पनि एउटा व्यक्तिले मात्र छोपेर कहिले राख्न सक्दैन। जसरी माथि फालेको बल तल खस्छ हैन, त्यसरी नै एक न एक दिन मान्छेको सफलता पनि सकिन्छ। त्यसैले आफ्नो आचरण राम्रो बनाउनुहोस्, खुसी हुनुहोस्।